हामी यति बेला ताप्लेजुङ जिल्लाको फक्तालुङ गाउँपालिका वडा नम्बर 6 अन्तर्गत पर्ने यो घुन्सा गाउँमा आइसकेका छौँ। घुन्सा खोला नजिकै रहेको एकदमै सुन्दर हिमालको छेउमा रहेको बस्तीको जनजीवन बुझ्न जाँदैछौँ। अगाडि हेरौँ के कस्तो अवस्था छ। हामी घुन्सा गाउँको गल्ली गल्ली यसरी अगाडि बढ्दैछौँ। सुन्दर गाउँ रहेको छ। कुनै घर पुराना काठका छाना भएका छन् भने कुनै टिन लगाएका एकदमै राम्रा घरहरू छन्। वरिपरिबाट हिमालले घेरेको गाउँ घुम्नलाई, हेर्नलाई, बुझ्नलाई, जानकारी लिन दिन अगाडि बढ्दैछौँ। चिसो हावापानी भएको एकदमै सुन्दर गाउँ छ यो। यतापट्टि काठैले बारेको छ, काठैको गाह्रो छ, काठैको छानो छ अनि छानामाथि ढुङ्गाहरू राखेको छ। हावा धेरै चल्ने भएकोले हावाले नउडाओस् भनेर पुरै बारै यसरी काठको छ। एकदमै प्रशस्त मात्रामा काठ प्रयोग गरिएको छ। परपर देख्न सक्नुहुन्छ काठको छानो पाल परिसकेको अवस्था छ। कतै यतै खेतबारीमा आलु रोपिसकेको अवस्था छ। यो ठाउँमा चाहिँ वर्षमा एकपटक आलु मात्रै फल्छ भन्ने बुझ्यो। अरू धेरै जानकारी लिन दिन बाँकी नै छ। परपर छन् पुराना किसिमका घरहरू रहेका छन्। यसरी हामी अगाडि बढ्दैछौँ। यस्तो छ है घुन्साको जनजीवन। यसरी यो माने भन्छ होला, यसलाई घुमेर दाहिनेतर्फ पारेर यसरी अगाडि बढ्दैछौँ। यहाँनिर स्वास्थ्य चौकी रहेछ होइन? स्वास्थ्य चौकी अगाडि आइसकेका छौँ। यो स्वास्थ्य चौकीको बारेमा हाम्रो टाँसी सरले जानकारी दिन लागिरहनु भएको छ। यहाँ चाहिँ तपाईँको घुन्सामा पहिला एउटा स्वास्थ्य चौकी थिएन। यहाँको जनताहरूलाई एकदम टाउको दुख्दाखेरि पनि सिटामोल खान पाइरहेको थिएन। सुत्केरी केसले तपाईँको धेरैजनाले ज्यान गुमाए। त्यही सिलसिलामा तपाईँको यहीँ जन्मेका एउटा याङजम भन्ने चेलीले चाहिँ उसको आमा पनि सुत्केरी केसले चाहिँ आमाको ज्यान गुमाउनु पर्यो। अनि उसले चाहिँ कहाँबाट डोनेसन मागेर चाहिँ तपाईँको अनि यो एउटा स्वास्थ्य भवन बनाइदिनु भयो। अनि स्वास्थ्य भवनमा स्वास्थ्य इकाइमा चाहिँ तपाईँको कर्मचारी राखिदिनु भयो। अनि यहाँका कतिपय जनताले सुत्केरी केसमा चाहिँ ज्यान गुमाउनु परेन। अनि यहाँ बिरामी हुँदाखेरि टाउको दुख्दा रुगा लाग्दाखेरि एउटा सिटामोल पाउँदैन थियो, त्यो पनि एकदम राम्रोसँग सुविधा पाए। अनि बाहिरबाट आउनुभएका पर्यटकहरू लगायतले पनि तपाईँको हाई अल्टिट्युड लाग्दाखेरि अनि यहाँ अक्सिजनहरू अनि सिटामोल धेरै किसिमका सुविधाहरू यहाँ उपलब्ध भइरहेको छ। स्वास्थ्य चौकीबाट निस्किएर अब हामी गुम्बातर्फ लाग्दैछौँ। गाउँ हेर्दै हेर्दै हाम्रो टाँसी सर हुनुहुन्छ, अघि बाटो देखाउँदै गाउँ घुमाउँदै हुनुहुन्छ। उहाँको पछि लागेर जानकारी लिँदै हामी अगाडि बढ्दैछौँ। यता आलुबारीतिर पस्नुभयो होइन? अब यतै जानुपर्छ। यता आलुबारी यहाँ जोत्दै गरेको पनि देखिरहेको थियो, कतानेर हो त्यो पनि हेर्नेछौँ। यस्तो छ है गाउँ, एकदमै सुन्दर गाउँ रहेको छ। ताप्लेजुङका दुईटा सुन्दर गाउँहरू, ठुला गाउँहरू रहेका छन्, ओलङचुङ गोला र घुन्सा गाउँ। हामी यति बेला घुन्सा गाउँ घुम्दैछौँ। धेरै जानकारी लिन दिन बाँकी नै छ। यता तल गाउँै छ सबै। यो एकदमै सुन्दर गाउँ घुमेर हेर्दैछौँ आज हामी यसरी गाउँ घुम्दा घुम्दै एकजना बुवाले यहाँ धागो बटार्दै हुनुहुन्छ। के गर्नुभएको यहाँ सोध्न लागिरहेका छौँ। के रहेछ बुझौँ। यो गलैँचाको धागो हो, भ्याङलुङको उन। हजुर। अनि यो धागो अहिले कति उसमा गर्छन्? सुरुमा त अरू कपास कस्तो थियो उसको हैन? यो कपास हो, यो मिसिनमा बेरेको होला। यो धागो चाहिँ त्यस्तो बनाएको होला। अनि यो अब यसलाई चाहिँ पुरै पहिला यो सिङ्गलमा थियो, अब यसलाई डबल गर्ने अनि तिर्पल गर्ने, चारवटा गरेर चाहिँ गलैँचा बुन्नको लागि तयारी हुन्छ। यो धेरै लामो समय लाग्छ है? समय त कति लाग्छ यो, धेरै मेहनत गर्नुपर्छ यसमा। चर्खा भन्छ हैन यसलाई? चर्खा। यसमा चाहिँ अलिक सजिलो हुन्छ। यसरी गाउँ घुम्दै गाउँमा के गर्दै हुनुहुन्छ, कसो गर्दै हुनुहुन्छ सोध्दै खोज्दै रमाइलो गर्दै गाउँ घुम्दैछौँ। यता बुवाले गलैँचा बनाउनु तयार गर्दै हुनुहुन्छ। अब यता अगाडि के भेटिन्छ हेरौँ, के कस्तो अवस्था छ गाउँ सबै घुमेर हेर्नेछौँ। गाउँको जनजीवन बुझ्नेछौँ आज हामी। घुन्सा चाहिँ पहिला हामीले बाबुबाजेले भने अनुसार सुनेको चाहिँ घुन्सा चाहिँ पहिला यो बसोबास त योभन्दा माथि एक क्याम्प माथि खम्बाजेनमा बस्छ भन्ने सुने। अनि त्यसपछि चाहिँ हिउँदो चाहिँ यो माथि दागा भन्ने ठाउँमा चाहिँ अहिले त्यहाँ गुम्बाहरू बनाएको, यस्तो गाह्रो लागेको गुम्बाहरू भात्किएको त्यस्ताहरू त अहिले छ। अनि त्यसपछि चाहिँ यता फिन्जिँदै यहाँ हिउँदो महिनामा चाहिँ यहाँ बस्थ्यो भने सुनेको मात्र हामीलाई चाहिँ। अनि त्यसपछि चाहिँ हामी चाहिँ हाम्रो पालामा चाहिँ हिउँदो चाहिँ यो घुन्सादेखि हामी चाहिँ यो तल
फाले भन्ने ठाउँमा चाहिँ हामी यो जाडो महिनामा चाहिँ 3 महिना चाहिँ तल बस्छ अनि अब 9 महिना चाहिँ प्रायः जस्तो यतै माथि बस्छ। अहिले चाहिँ अब जाडो महिनामा चाहिँ अलिक तल तल ताप्लेजुङतिर काठमाडौँतिर बस्न जान थालिसक्यो। अब घुन्सा भन्ने घुन्सा त यो टिबिटेन भाषामा त हाम्रो यो हिउँदो बस्ने ठाउँलाई घुन्सा चाहिँ भन्दो रहेछ, हिउँदो बस्ने ठाउँलाई। अब जाडो महिनामा भनौँ न घुन्सा भन्दो रहेछ, घुन्सा भन्दो रहेछ। खासमा हाम्रो यहाँ गाउँमा घर त त्यही 40-42 घरधुरी होला, त्यस्तै जनसङ्ख्या 1-200 चन्चुन होला। तर अहिले अब अलिक थोरै हुँदै गयो, त्यसपछि अहिले अलिक थोरै होला। अलिकति हामी बुढापाकाहरू अलिकति बढी छौँ, अब युवाहरू खै सबै बाहिरतिर कता कता गयो होला। अब गाउँबाट त तपाईँको वर्षै पछि 2 घर 3 घर बसाइ गइरहेको छ। हजुर, कारण त खासै अब यहाँ त पहिला त हामी यो पशुपालन गर्छौँ सुरुमा, अनि यो गलैँचाहरू उत्पादन गर्छौँ, अनि यो छुर्पीहरू बेच्ने, गलैँचाहरू बेच्ने, अनि अब पशुहरू त टिपेटमा सबै बेचिसके, गलैँचा त त्यति बिक्री पनि हुँदैन। अब अहिले चाहिँ अब यो अलिअलि आलु खेती गर्छ, यो आलुहरू पनि अहिले बिक्नु छाडे। अब टुरिस्ट पनि बढ्छ भन्दै यो टुरिस्ट एरिया बढ्छ भन्छ, अनि अब यो त बढ्नु त छैन। हाम्रो जिल्लाको नेताहरूले चाहिँ यो हुनु त यो कञ्चनजङ्घा त विश्वको तेस्रो हिमाल जस्तो लागिरहेछ। नेताहरूले यो कञ्चनजङ्घा हेरेको त एउटा काको शब्द उहाँहरूको मुखबाट चाहिँ ल्याउनुहुन्न। कसरी टुरिस्ट बढ्छ? बढ्ने त ठाउँ छैन। अनि बाटोहरू अलिक समस्या छ, पुलहरू यस्तो हरेक समस्या छ। अब यहाँको मान्छे टुरिस्ट नबढेपछि त बसाइसराइ नगरी त यहाँ बसेर त काम छैन। टुरिस्ट त बढ्छ भन्छ, खै खासै बढिरहेछ होइन। यो 54 साल 55 सालतिर पनि यतिको टुरिस्ट आइरहेछ। त्यतिखेर चाहिँ बढी यो क्याम्पिङहरू आउँछ। अब 10 जना टुरिस्ट आयो भने 30-40 जना पोटरहरू ल्याउँछ। हरेक वरिपरि छिमेकीहरू सबैले बिजनेस हुन्छ। अहिले त अब 10 जना टुरिस्ट आयो भने 3टा पोटर ल्याउँछ, अनि होटलमा थपक्क बस्छ। बिहान हिँडेको मात्रै देखिन्छ हामीलाई त। अनि वरिपरि छिमेकीहरू त 1-2 पैसा पनि आम्दानी भएन। अब पहिला त तपाईँको यो जाँडहरू, रक्सीहरू, आलुहरू, सागसब्जी सबै वरिपरि छिमेकीहरू सबैले बिजनेस हुन्थ्यो। अहिले त त्यो पनि हुनु छोड्यो। अब पर्यटक त 1-2 जना त बढिरहेछ। अब बढेर पनि त्यसको खासै उपलब्धि चाहिँ भएन हामीलाई चाहिँ। घुन्सा गाउँको बारेमा जानकारीमूलक कुराकानी गरेर, गाउँ घुमेर हेरेर रमाइलो गरेर अब भने हामी घुन्सा खोला पारिपट्टि रहेको गुम्बातर्फ लाग्दैछौँ। गुम्बामा के कस्तो अवस्था छ त्यो पनि हेरौँ। यता घुन्सा खोलाको पुल तर पारिपट्टि जानुपर्ने हुन्छ। यहाँ झोलुङ्गे पुल छ, झोलुङ्गे पुल तर हामी अगाडि बढ्दैछौँ। झोलुङ्गे पुल तर अलिकति अगाडि बढेपछि चाहिँ गुम्बामा पुगिन्छ। गुम्बा हेरौँ के कस्तो अवस्था छ। घुन्सा खोला पुल तर पारिपट्टि यो जुन हामी हिजो आएकै बाटोतर्फै लाग्दैछौँ, तलतिर अलिकति जानुपर्ने रहेछ। त्यहाँ कतैबाट चाहिँ मासतिर जानुपर्छ अरे फेरि गुम्बा पुग्न। यतापट्टि साना साना साल धुपहरूका बिरुवाहरू एकदमै रमाइलो भूभाग रहेको छ। हामी अगाडि बढ्दैछौँ। घुन्सा खोला नजिकैबाट केही तलतिर झरेपछि यहाँबाट तल सिधै जाँदा चाहिँ फले हुँदै तलै झर्न सकिन्छ सदरमुकामतिर भने यहाँबाट मासतिर जानुपर्ने छ गुम्बाको लागि। अब नजिकै छ भन्दै हुनुहुन्छ, हेरौँ के कस्तो छ। अलिकति मासतिर चढ्दैछौँ हामी गुम्बा हेर्नलाई। राम्रो बाटो बनाइएको छ, दुईतिर यो धुपको रुखहरू रहेको छ, सानो बिरुवाहरू रहेको छ, अनि बिचमा यसरी बाटो बनाइएको छ। हामी मासतिर चढ्दैछौँ। अब गुम्बा आइपुग्नै लागेको भन्ने चाहिँ यहाँबाट पत्ता लगाउन सकिन्छ। हो आइपुगिएछ। यहाँबाट घुमेर दाहिने लाएर अगाडि बढ्दैछौँ। गुम्बामा ठ्याक्कै आइपुग्यो। गुम्बाको बारेमा जानकारीमूलक कुराकानी गर्न बाँकी नै छ। अहिले भने चाहिँ हामी यो गुम्बामा आइपुग्यो। गुम्बाभित्र प्रवेश गर्दैछौँ। अब हामी हेर्छौँ के कस्तो अवस्था छ, जानकारी लिनेछौँ, बुझ्नेछौँ। गुम्बामा आइपुग्यो हामी अब भने।
टाँसी छैलिङ गुम्बा घुन्सा यस्तो रहेको छ। हामी अहिले ठ्याक्कै हामी गुन्सा पारी टाँसी छोदिङ गुम्बामा आइपुगेका छौँ। गुम्बा अहिले बन्द छ, लामाहरू यहाँ आउनुहुन्न। यो गुम्बा धेरै पुरानो हो, तपाईँको 300-400 वर्ष पुरानो। यो प्रचार प्रसारको कामीले चाहिँ यो पुरातत्व विभागमा चाहिँ दर्ता हुन सकिएन। दर्ता भएको 2-3 वर्ष मात्र हुँदैछ। यो संरचना चाहिँ तपाईँको आगो लागि भएको रहेछ। यो चाहिँ एकदम पुरानो, तपाईँको यो ढुङ्गामाथि बनेको छ। यो चाहिँ केही पनि आगो लागि हुँदाखेरि यो चाहिँ केही पनि भएको छैन। यसको भित्र पुरा माटोले लिपेर त्यहाँ पुरा मूर्तिको नक्साहरू छ। अब अहिले बन्द रहेछ, तपाईँको नत्र हामी भित्र गएर चाहिँ हेर्न सक्नेछौँ। एकदमै पुरानो गुम्बा हो यो चाहिँ। अब यहाँबाट छिरिन्छ तपाईँको उता। अब हिजो अस्ति तपाईँको अलिकति भूकम्प आएर अलिकति त्यो माथिको छाना चाहिँ उँधो भत्किएछ। मुख्य गुम्बा चाहिँ तपाईँको एकदम पुरानो, आगो लागि हुँदाखेरि यो केही नभएको। सानो बच्चा कता हिँड्यो।